ल गाइज आज त्यो मेरो यो बारी खन्ने काम थियो घरबाट। घरमा कति बस्नु भनेर बारीमा आयो। बारीमा यसो साफसफाइ गरियो अनि पटाट खन्नतिर लाग्यो होइन। पहिला बारी सफा पनि गर्नु पर्यो। पछाडि ब्याकग्राउन्ड एकदम दामी छ, खुला मौसम, हरियाली। ल गाइज हेर्नुहोस् म कसरी खन्छु। भिडियोको अन्तिमसम्म रहनु होला। भिडियोको अन्तिममा केही रमाइलो कुरा छ, त्यो तपाईँले छुट्याउनु हुँदैन। त्यसैले भिडियोको अन्तिमसम्म रहनु होला। ल त भिडियो हेर्नु होला। खन्ने क्रम जारी नै थियो। खनिरहेको थिएँ मैले, बिस्तारी बिस्तारी खनिरहेको थियो। अब यो बिस्तारी स्लो मोसनमा खनेको देखेँ भने त भिडियो धेरै नै लामो हुन्छ भनेर मैले यसलाई अलि छिटो बनाउन प्रयास गरिरहेको छु। कृपया हेर्नु होला। बारी फेरि एकदम रातो माटो, फेरि यो अरू जस्तो माटो होइन, प्योर रातो माटो हो। रातो माटो अलि चाम्रो हुन्छ अरूभन्दा, त्यसैले खन्न नि गाह्रो हुन्छ, ढुङ्गा सुङ्गा हुन्छ। यहाँ पिँडालु पनि रहेछ, पिँडालु पनि यसो झिक्नु पऱ्यो अलिअलि। अनि खने 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 अब हेर्नुहोस् न कसरी खन्छु। अझै सब पिँडालुहरू अब थुपार्न थालेँ अब एक ठाउँमा। अब किनकि छडीबट्टी हुन्छ, छडीबट्ट भयो भने त अलि फोहोर देखिन्छ, त्यही भएर एक ठाउँमा राखेँ। बारी फेरि त्यति चाम्रो नभए पनि गाह्रो थियो खन्न, झाडीहरू धेरै थियो अनि त्यही भएर अलिक गाह्रै थियो बारी खन्न। तर पनि मैले खनी बिस्तारी 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 गर्दै खनिरहेको छु। बारीमा अनौठा अनौठा चिजहरू पनि भेटिनु रहेछन्, त्यही भएर खनिरहेको छु। मजा आइरहेको थियो। अलिक गाह्रो गाह्रो त भइहाल्छ काम गर्दा। काम गर्दा गाह्रो नभयो भने के हुन्छ र होइन। फेरि पछाडिको मौसम यस्तो राम्रो थियो कि टी सर्ट खोल्नु लाग्यो। यसो टी सर्ट खोलेर यसो ज्यान देखाएँ अलिअलि होइन। अनि फेरि गर्न थालेँ। गर्मी पनि भइरहेको थियो अनि अहिले त शीतल भयो अलिकति टी सर्ट हटाइसकेपछि। अनि खने खने अनि मैले खन्दै गएँ। भिडियोलाई अब खासै बनाउनु आउँदैन, अलि एङ्गल मिल्यो कि मिलेन, त्यही पनि खनिरहेको थियो गाइज। खने अब यताबाट भिडियो बनाएँ, अलिकति चाँडो बनाउनु खोजेँ। मैले हेर्दाखेरि मात्रै चाँडो हो। यो बारी खन्न मलाई लगभग 1 घन्टा नि बेसी लागेको थियो। हेर्दाखेरि चाहिँ एकैछिन जस्तो लाग्यो होला तपाईँहरूलाई। एकदम गाह्रो भएको थियो मलाई होइन। ल अब धेरै छैन बारी खन्न, अब अलिकति छ। अब त्यो पनि खन्छु बिस्तारी। अब सकिन लागेको अब छ होइन। खन्छु एकैछिन। गाह्रो भइरहेछ। अब उभिँदै खन्दै गर्नु पर्यो नि होइन। एकैचोटि खन्दाखेरि गाह्रो हुन्छ ढाडलाई। फेरि ढाडै भाँची भने के गर्नु होइन। अब बिस्तारी खने यताउति गर्दै। सिसाहरू पनि थियो यसो यताउति। सिसाहरूलाई नि हेर्नु परिहाल्यो होइन। ल अब क्यामेराको एकदम नजिकै आइसकेको छु म पनि होइन। मेरो पुरा देखाएको छैन। क्यामेरालाई अलिकति पर राखेँ। त्यही बेला कहाँबाट हाम्रो काली पोखरी होइन आइसक्यो। म सम्झने कम्ता बाटो थियो त्यो, यति बाटो थियो कि होइन। मैले काम गरेर देखेर अब ल खानेकुरा पाइन्छ भनेर दौडिँदै आएछ कि झन्डै काट्नु खोज भनेर दबाएको मान्दै नआइज भन्छु। यताउति घुमेर आएको आएको छु। क्यामेराको अगाडि आउने कहिले कता आउने गर्छु। छोडिदिन्छु भनेर त्यसलाई ध्यान नदिकन ड्याम खन्न थालेँ म पनि। ड्याम खने होइन। अब सकिन आँट्यो। भोक पनि लागिरहेको थियो। अनि अब सकेर घर जान्छु भने
ल यता फटाफटको सकि भन्न आँट्यो अब क्यामेराको नजिकै आएछ क्यामेरालाई अब साइडमा राख्नु पऱ्यो भनेर सोचिरहेको थियो कुराकुरी फ्याक्ट बिचमा आउँछ कि खन्न आँट्यो बेला जेसुकै ल अब बारिसकि सबै खनिसक्यो यत्रो बारी अझै तल खन्नै बाँकी छ यसो हेर्दा भ्यू त एकदम दामी छ अब बारी पनि खनिसक्यो होइन अब मैले बारी खन्दाखेरि यहाँनिर पिँडालुहरू पनि पुगेको रहेछ अब त्यही पिँडालुहरूलाई अब के गर्ने होला भनेर हेर्नुभयो यहाँ राखेको छ पिँडालु चाहिँ थुप्रोमा राम्रो त्यो नदेखेको होला यहाँबाट होइन त्यहाँनिर अब गयो भने म अब जान्छु अब यता खुट्टामा यस्तो खोपिरहेको थियो पनि एउटा पिँडालु रहेछ क्या यो चाहिँ हामी खाँदैनौँ होइन यतिर कसैलाई खान मन छ भने होइन फ्रीमा लान सक्नुहुन्छ है अब हाम्रो त्यति धेरै हुन्छ त्यही भएर खाने गरेको छैन है त्यही भएर कसैलाई खानु मन छ भने चाहिँ आएर लग्दा हुन्छ है सिधैमा फेरि हो फेरि साँच्ची भने ल अब घरतिर लाग्छु म होइन यसो अब घरतिर लागिरहेको छु होला खसिरहेको जस्तो हुन्छ अनि यसो यत्रो भुइँमा खसिसक्यो मेरो ल मेरो घर पनि आयो यो चाहिँ मेरो घर हो गाइज यो मेरो घर यहाँ चाहिँ अदुवा रोपेको छ यो मेरो घर हो होइन यस्तो राम्रो भ्यू छ यहाँबाट म घर आइसकेँ गाइज अब होइन हात खुट्टा झुन्छु र मेरो बडी कन्डिसन कस्तो भइसक्यो हेर्नुहोस् गाइज हेर्नु सक्नुहुन्छ आफै तपाईँ यस्तो भइसक्यो बडी कन्डिसन एक्सर्साइज गर्नै पर्दैन गाइज ल यहाँ हेर्नु मम्मी भात पकाउँदैछन् मस्तसितले जामजुम पारेर भात पकाउन आएको छन् तरकारी होइन के पकाउन आएको थियो खसी आलु पकाउन आएको थियो अर्ग्यानिकले ल मुखकै लाग्यो ए त्यो के पकाएको यो दाल पकाएको होला ल फर्सी पकाउँदैछन् चराट पारेर ल पकाउनु मजाले हेर्नुहोस् अब यस्तो छ गाउँघरमै यस्तो राम्रो छ शीतल छ हेर्नुहोस् यो बाख्राहरू यताउति छ यहाँ बाख्रा हेर्नु सक्नुहुन्छ तपाईँले यहाँनिर बाख्रीहरू मस्त के गरेर बसिरहेछन् ऊ त्यो चाहिँ मेरो माथिल्लो घर हो पुरानो ऊ त्यहाँ बाख्रा छ ऊ त्यो ढोकामा अहिलेसम्म ढोकामा उभिएर बसिन्छ म पनि त्यो बाख्रा ढोकामा उभिएर बसिरहेको छ त्यो बाख्रा ल यस्तो राम्रो देखिन्छ यहाँबाट मेरो हात खुट्टा त्यस्तो फोहोर भइसक्यो माटो भइसक्यो ल अब धुनुपर्छ बसेर धुन्छु होला म अरू केही छैन यस्तो अब ल आजको लागि यति नै अलिकति माया देखाइदिनु होला सपोर्ट गरिदिनु होला लाइक कमेन्ट पनि ठोकिदिनु होला मजाले नमानिकन लाज नमानिकन अब यसो सपोर्ट गऱ्यो भने पनि हाम्रो यसो के प्रगति हुन्छ कि ल यति नै आजको गाइड ल के भनिदिनु त ल ल भनिदिनु के गाइजहरू गाउँले खाना छ यी यस्तै खानुपर्छ अर्ग्यानिक खाना हामी त गाउँले हो गाउँको खाना यस्तो छ सरे खाना पिज्जा बर्गर जस्तो हुँदैन गाउँको खाना यस्तो हुन्छ अर्ग्यानिक खाना सबैले रुचाउनुहोस् खानुहोस् अर्ग्यानिक खाना अर्ग्यानिक रोपेर हामी त गाउँले खाना खाने हो ल गाइस कमेन्ट लाइक गर्नु सब्सक्राइब ल यस्तो भनिसक्नु बेला सब्सक्राइब गर्नुहोस् गाइस सब्सक्राइब कमेन्ट लाइक सबै गरिदिनु होला होइन ल आजको लागि यति नै ल भिडियो गर्छु अन्त्यमा यो राम्रो सिनसँग